सबैमा नमस्कार। आज 2026 को मार्च 13 तारिक अथवा विक्रम सम्वत 2082 साल फागुन 29 गतेको दिन हो र मैले आजको दिनबाट यो संज्ञक लिम्बू वंशावली सम्बन्धी जानकारीहरूलाई यहाँ समक्ष राख्नको निम्ति प्रयास गर्दैछु र यस वंशावलीमा उल्लेख भएका विषयहरूलाई सिरियलको रूपमा चाहिँ कति बन्न सक्छ त्यति म बनाएर यहाँमा जानकारी दिने चाहिँ प्रयास गर्नेछु। र आजको दिनसम्म आइसक्दा खास गरी 2026 लागिसके पछाडि संसारमा विभिन्न नयाँ नयाँ परिवर्तनहरू देखा परेका छन्। विभिन्न विपत्तिहरूको सामना पनि गर्नु परिरहेको छ संसारले र मूलत अमेरिकामा राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल निर्वाचित भइसके पछाडि राष्ट्रपति ट्रम्पले लिएका विभिन्न नीतिहरूका कारणले गर्दाखेरि संसारमा जुन विभिन्न देशहरूमा ठुल्ठुला ट्यारिफहरू लगाउने नीतिहरू आए त्यसपछि विभिन्न संसारका देशहरूमा चाहिँ यो चाहिँ एउटा द्वन्द्वको रूपमा अगाडि बढ्यो र हालचालै चाहिँ अमेरिकाको समर्थनमा मध्यपूर्वको इजरायलले इरानमाथि हमला गरिसके पछाडि र इरानले जवाफी हमला गरिसके पछाडि मध्यपूर्व क्षेत्र नै तनावको अवस्थामा छ र इरानले थुप्रै देशहरूलाई चाहिँ फेरि जवाफी के भने सैन्य अड्डा भएको क्षेत्रमा चाहिँ जवाफी हमला गर्दै गएको छ र त्यसै गरी संसारकै एउटा परिवर्तनको रूपमा हेर्दाखेरि चाहिँ एउटा यो वातावरणीय परिवर्तन तथा मौसम परिवर्तनको कुरो पनि अहिले ठुलो एउटा मुद्दा बनेर आएको छ। यसमा धेरै चाहिँ संसारको चाहिँ अप्ठ्यारो परिस्थितिहरू आइरहेका छन्, मौसम बदलिरहेको छ भन्ने जस्ता कुराहरू आइरहेका छन्। त्यसै गरी संसार चाहिँ के भन्दाखेरि चाहिँ नयाँ फाइनेन्सियल युगमा प्रवेश गरेको छ र पुरानो चलनको ढाँचाहरूको चाहिँ के अरे फाइनेन्सियल सिस्टमहरू अब पुरानो भएको छ र नयाँ डिजिटल युगहरू प्रवेश गरेको छ र अब डिजिटल युग अगाडि बढ्छ भन्ने जस्ता कुराहरू पनि आइरहेका छन्। त्यसै गरी हालसालैको निर्वाचनबाट नेपालमा यो फागुन 2082 फागुन 21 गतेको निर्वाचनपछि नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व यो 2/3 चाहिँ बहुमत हासिल गरेको छ र नयाँ सरकार बन्ने क्रममा छ। यसबाट अब हामीले अलिकति भविष्यमा यो मुलुकको चाहिँ के अरे प्रगति होला कि भन्ने आशा अपेक्षा पनि गरेका छौँ। त्यसपछि आएर अहिलेको यो 21औं शताब्दी नै भनौँ, 21औं शताब्दी चाहिँ एउटा पहिचानको युगको रूपमा पनि स्थापित भएको छ। यानि कि नेपालमा मात्र होइन, संसारभरि नै विभिन्न पछाडि परेका वा पारिएका जाति वर्ग समुदायले आफ्नो पहिचान अथवा आफ्नो खोजी, आफ्नो हक अधिकारलाई चाहिँ अगाडि बढाउँदै लागेका छन्। यो चाहिँ संयुक्त राष्ट्र सङ्घको मातहत रहेका विभिन्न पोलिसीहरू अन्तर्गत भनौँ या त्यस बाहिर पनि रहेर उनीहरूले आफ्नो पहिचानलाई स्थापित गर्ने मुद्दाहरू पनि अगाडि बढाएका छन्। र यही सन्दर्भमा म नेपालमा त्यसै पनि लिम्बूहरू पछाडि पारिएका वर्गभित्र नै पर्छन् र खास गरी उनीहरू आदिवासीको रूपमा चाहिँ आदिवासी जनजातिको रूपमा लिम्बू समुदायलाई लिइन्छ र यो लिम्बू समुदाय अहिले नेपालमा विभिन्न लिटरेचरहरूमा हेर्दाखेरि 250 देखि 300 थरीका लिम्बूहरू अस्तित्वमा रहेको भन्ने पाइन्छ र त्यस 250 देखि 300 थरीभित्र रहेका लिम्बूहरूमध्ये यो धनकुटाको दक्षिण पूर्वी क्षेत्रमा रहेको चौबिसे क्षेत्र यो प्राचीन विभिन्न भूगोललाई हेर्दाखेरि विभिन्न के अरे चौबिसे राज्य भन्ने त्यतिखेरको चौबिसे राज्य खास गरी 5औं 6औं शताब्दीतिर रहेको चौबिसे राज्यको भूगोलमा रहेका लिम्बूहरू मध्ये संज्ञक लिम्बूहरू यस भूगोलका खाम्बोङबा लुम्बोङबा अथवा यहाँका सबभन्दा पहिलो बासिन्दा अति प्राचीन जाति हुन् भन्ने कुरोहरू यस वंशावलीमा पनि उल्लेख गरिएको छ र अन्य विभिन्न विद्वान वर्गले पनि त्यो कुरालाई चाहिँ उल्लेख गर्दै आएका छन्। अब खाम्बोङबा लुम्बोङबा चाहिँ लिम्बू भाषामा भनिएको र खाम्बोङबा लुम्बोङबा भनेको के हो त भन्दाखेरि त्यो भूगोलको माटो र ढुङ्गासँग मिलेका अथवा मिसिएका भन्ने अर्थमा चाहिँ आउँछ। यसरी हेर्दाखेरि खाम्बोङबा लुम्बोङबालाई हामी कसरी पनि लिन सक्छौँ भने यो प्रतीकात्मक अर्थ हो। प्रतीकात्मक अर्थमा रहँदाखेरि खाम्बोङबा लुम्बोङबा भनेको के त भन्दाखेरि त्यो भूगोलमा उनीहरूको इतिहासको कारणले उनीहरूको चाहिँ पौराणिक दन्त्यकथाहरू जोडिएका, उनीहरूको भूगोल जोडिएका, उनीहरूको माटोमा चाहिँ सुगन्ध जोडिएका, उनीहरूका हिस्ट्री जोडिएका, उनीहरूका च्यानगारेहरू रहेका, प्राचीन च्यानगारेहरू रहेका या यस्तै अन्य विभिन्न पहिचानहरू रहेका स्थानहरू नै वास्तवमा र त्यो के अरे त्यो रहेको जातिहरू त्यहाँका खाम्बोङबा लुम्बोङबा जातिहरू हुन्। अब यही सन्दर्भमा मैले संज्ञक लिम्बू वंशावली जसलाई प्राचीन लिटरेचरहरूमा चाहिँ संयोगपा पनि भन्ने गरिएको छ। संयोगपा हुँदै अहिले पछिल्लो कालमा हामीले संज्ञक लिम्बू भन्ने चाहिँ एउटा मान्यता राखेका छौँ। यस जातिको बारेमा ब्रिटिस लेखक इडेन भेन्सिटार्टले
नोट्स नेपालमा पनि उल्लेख गरेका छन्, धेरै ठाउँमा उल्लेख गरेका छन्। र त्यसपछि आएर संयोगपाहरू यस 2400 भूमिका प्राचीन बासिन्दाहरू हुन् भन्ने कुरा नै त्यहाँनिर उल्लेख भएको छ। यसै गरी अब संयोग लिम्बूहरूको बारेमा कुरो गर्दा अथवा लिम्बूहरूको बारेमा कुरो गर्दाखेरि प्रत्येक लिम्बूहरूको चाहिँ यगको कुरा आउँछ। यग भनेको उनीहरूको मूल थलो, प्राचीन थलो हो। र यो प्राचीन थलो अथवा यग उनीहरूको पुर्खा कहाँबाट चाहिँ फैलिए, कहाँबाट उनीहरू आएर स्थापित भए भन्ने कुराहरू खोजी गर्दै जाँदाखेरि विभिन्न लिम्बूहरूको विभिन्न यगहरू देखिन्छ। र ती यगहरूमध्ये 2400का यी संयोग लिम्बूहरूको यग चाहिँ बोधे यग, जो यो अगाडि तस्बिरमा पनि देखिरहेछ, बोधे यग, जसलाई पदे यग पनि भनिन्थ्यो प्राचीन कालमा। पदे यग या बोधेलाई चाहिँ संयोग लिम्बूहरूको प्राचीन उत्पत्ति थलो हो या अथवा त्यो विस्तारित थलो हो भनेर मानिएको छ। अब यो यगको बारेमा अलिकति कुरा गरौँ। पदे यगको बारेमा कुरो गरिँदा पदे अपभ्रंशबाट अहिले बोधे, जसलाई बोधे भनिन्छ। पदे भनेको चाहिँ नेपालीमा चाहिँ नेपाली भाषामा भन्दाखेरि शालक, जसलाई अङ्ग्रेजीमा पेन्गोलिन भनिन्छ। पेन्गोलिन अथवा चाहिँ शालक भन्ने जनावर चाहिँ त्यहाँ चाहिँ प्रशस्त पाइन्थ्यो अरे प्राचीन कालमा। र त्यो शालकले त्यो स्थललाई खोतलेको त्यो रातो माटो भएको ठाउँ चाहिँ बोधे चाहिँ के अरे संयोग लिम्बूहरूको चाहिँ प्राचीन यग हो अथवा मूल पुर्खा थलो हो भनेर अहिले मान्यता दिइएको छ। तर संयोग लिम्बूहरूको मुन्दुमी प्रोटोकलमा यगको बारेमा आउने मुन्दुमी प्रोटोकल, खास गरी संयोग लिम्बूहरूका फेदारी फेदाङमा पुजारीहरू अथवा चाहिँ प्राचीन के अरे पुर्खाहरूले, पुरानो पुर्खाहरूले भन्दै आएको चाहिँ कुरा के छ भने कुर्ले यग, पदे यग, सादिङ्गे तिङ्गे हाङले वारु कुवामिसा संयोग हाङ भनेर मुन्दुमी प्रोटोकललाई उल्लेख गरिन्छ। यसको आधारमा हेर्दाखेरि कुर्ले यगभन्दा अगाडि बोधे यगको के अरे बोधे यगभन्दा अगाडि कुर्ले यगको नाम आउँछ। अब म यही भिडियो मार्फत विद्वान वर्गमा पनि अनुरोध गर्न चाहन्छु कि संयोग लिम्बूहरूको बारेमा, अब लिम्बूहरूको खास गरी दुईटा यग हुँदैनन् भन्ने पनि भनाइ छ। तर संयोग लिम्बूहरूको सन्दर्भमा यो कसरी के अरे कुर्ले यग, पदे यग दुइटै सँगै आएको छ। र कुर्ले यग चाहिँ के अरे मुन्दुमी प्रोटोकलमा कुर्ले यग आइरहे तापनि यो बोधे यगलाई चाहिँ यग मानिएको छ। यो कसरी यस्तो हुन गयो होला अथवा के यो कुन चाहिँ अघि पछिको कसरी यो चाहिँ रहन गयो भन्ने बारेमा विद्वान लिम्बुवान क्षेत्रकै विद्वत लिम्बू समुदायका अग्रजहरू वा अन्य विद्वान महोदयहरूलाई म यो विषय अलिकति खोजबिन गरेर प्रकाशमा ल्याइदिनको निम्ति पनि अनुरोध गर्न चाहन्छु। र त्यसपछि आएर यस वंशावली पुस्तकमा उल्लेख भएका विषयहरूलाई क्रमशः म प्रस्तुत गर्दै लानेछु। र अहिले चाहिँ संयोग लिम्बूहरूको पहिलो परिचयको स्वरूप मैले यति नै विषय चाहिँ पस्किएको छु। हस्।